यो भारतको एउटा मात्रै मन्दिर हो जो कि विष्णु भगवानले अवतार लिनुभएको थियो। हिरण्यकशिपुको चाहिँ मृत्यु पछाडिको एउटा मन्दिर स्थापना भएको थियो। त्यसैले उहाँको नरसिंहको अवतार लिनुभएको थियो उहाँले। अनि सालमा एकचोटि मात्रै यो मन्दिरलाई खोलिन्छ। त्यसैले यो मन्दिर चाहिँ कस्तो छ भने एकदमै शक्तिशाली मन्दिर हो। अनि यो मन्दिरको लागि भए पनि हजुरले सब्सक्राइब चाहिँ गरिदिनु होला च्यानललाई, लाइक पनि गरिदिनु होला, फुल वाच गर्नु होला। कति सुन्दर तस्बिरहरू छन् यसमा, सबै हेरिदिनु होला। धन्यवाद। अनि यसै गरेर विष्णु भगवानको अवतार लुप्त भएको थियो। धन्यवाद।